यो मेरो लभ स्टोरीमा चाहिँ ब्रेकअप चाहिँ होइन कसरी भयो भन्दाखेरि कस्तो डेन्जर तरिकाले ब्रेकअप भएको छ हो 2026 अप्रिल 17 गते चाहिँ होइन त्यसलाई चाहिँ मैले लास्ट ब्रेकअप भन्छु। उसले चाहिँ पहिले योभन्दा 1 वर्ष अगाडि ब्रेकअप भइसक्यो भन्दो रहेछ क्या होइन। हामी पहिला पनि झगड्थ्यौँ, धेरै झगड्थ्यौँ, लड्थ्यौँ, उसले फोन गर्थ्यो, फकाउँथ्यो, त्यतिखेर केही भएन। अगाडि अहिलेको चाहिँ यस्तो यो चाहिँ ब्रेकअप नै हो भनिदियो कि उसले चाहिँ भनिदियो कि मैले त केही भन्नै सकिनँ। ब्रेकअप पनि कुन हदसम्म भयो भन्दाखेरि कबीर सिंह मुभी छ नि त्योभन्दा 10 गुणा अझै त्यो हद पार गरेर गरेँ कि मैले लास्ट भनेर जे हुन्छ हुन्छ त्यो डिसिजन मैले आफैले लिएर होइन सोल्युसन खोजिरहेको थिएँ खास मैले होइन हामी सँगै हौँ भनेर हामीहरूको ब्रेकअप नहोस् भनेर तर त्यो त झन् सोल्युसन नै भएन झन् ब्लक एभ्रिवेयर सबै ठाउँबाट ब्लक गर्ने खालको गरेर राखिदियो कि होइन। तर मलाई ब्रेकअप छुट्टिन मन नै थिएन, सक्दो कोसिस मैले गरेको बचाउनलाई हाम्रो यो रिलेसनसिप होइन के भयो भन्नै सकिनँ मैले।